सबैलाई वेलकम ब्याक टु माई च्यानल। फेरि पनि स्वागत छ तपाईँहरूलाई। यहाँ चाहिँ मेरो माइजू सासू आउनु भएको छ। एकैचोटि खाना खाएको देखाउँदैछु किनभने मैले माइजू सासूलाई चाहिँ लन्चमा इन्भाइट गरेको थिएँ। सो वी आर ह्याभिङ आवर लन्च। अनि त्यसपछि चाहिँ हामी चाहिँ यसो घुम्नु गएको छौँ। कहाँ गएको छु कता हेर्दै जानुहोस् होला। अन्त हामी चाहिँ बजार गएको थियौँ है। अन्त माइजू चाहिँ अलिकति यहाँ अपसेट देख्दैछ किन भन्दाखेरि माइजूको जेठाजु मेरो अर्को मामा सासुरा चाहिँ अलिक बिसन्चो हुनुभएको थियो त्यो टाइममा। अहिले त अब हुनुहुन्न पनि बित्नुभयो है। अन्त त्यही लागि चाहिँ मैले यो भिडियो ढिलो हालेको। अनि यहाँ ठिकै येलोमा यति राम्रो राम्रो चिजहरू पाउँदो रहेछ होइन। फर द फर्स्ट टाइम आई भिजिट दिस सप कालिम्पोङमा। यति दामी यति सबै कुरा पाउने चिज जग्गा क्या अब। अनि यहाँ माइजूलाई चाहिँ उता सिङ्गापुरमा उसको साथीलाई चाहिँ नौगेडी मगाउनु भएको थियो रहेछ। अन्त यहाँ चाहिँ सबै कुरा पाउँदो रहेछ क्या साथी हो। एकदमै त्यो नौगेडीहरूदेखि लिएर नेपालीको ट्रेडिसनदेखि लिएर सबै कुरा विथ रिजनेबल प्राइस। अन्त हामी चाहिँ यहाँ पुरा एकदमै मग्न भए एकछिन किन भन्दाखेरि कालिम्पोङमा यस्तो राम्रो सप खोलेको रहेछ थाहै थिएन नि त। अन्त यहाँ ठिकै माइजूले देखाउनु हुँदैछ कस्तो खाले नौगेडी भनेर है। डिजाइनको थियो त्यो समयमा। अन्त चाहिँ हामी चाहिँ हेर्नुहोस् न लाइट पनि त्यतिखेरै थिएन हो। अनि लाइट नहुनाले गर्दाखेरि चाहिँ मोबाइलको लाइट बाल्दै अलिअलि देखायौँ। अन्त लास्टमा चाहिँ हामीले किन्यौँ पनि। सो किनेर चाहिँ हामी यहाँबाट बिदा लियौँ। अन्त यहाँ चाहिँ अति नै राम्रो सामानहरू पाउँदो रहेछ साथी हो। अति नै राम्रो है। हाम्रो कालिम्पोङमा पनि अब चिप एन्ड बेस्ट सामान पाउने जग्गा पायौँ होइन। अचानक ट्रेडिसन अब के चाहिन्छ नि त होइन। यहाँ चाहिँ सबै कुरा पाउँदो रहेछ क्या साथी हो। मैले सानो खानु भनेको थिएँ मैले होइन नि। देख्नु भयो मलाई चाहिँ यस्तो। सो गाइस हामी चाहिँ फर्क्यौँ पनि यसरी नै हेर्नुहोस् गाडीमा है। राति भइसकेको थियो। अन्त उताबाट मामाको पनि अलिकति खबरहरू असुविधा खबर आउँदै थियो। त्यही लागि चाहिँ हामी चाहिँ फटाफटी हाम्रो काम सकेर चाहिँ फर्किहाल्यौँ। अब पछि भेट्नुपर्छ ल। योपालि यस्तै मौकामा भेट्यो होइन। नेक्स्ट टाइम चाहिँ राम्ररी भेट्नुपर्छ नि ल। बाई नातु। सो गाइस माइजूले चाहिँ मलाई के ल्याइदिनु भयो भन्दाखेरि चाहिँ सिङ्गापुरको कोसेली यहाँ हेर्नु सक्नुहुन्छ। मैले चाहिँ लगाएको पनि छुइनँ। लगाएर कुनै दिन देखाउँछु है। यो एउटा टी सर्ट हेर्नुहोस् न। खोलेको पनि छुइनँ लगाएको पनि छुइनँ। ट्यागसँगै छ अहिलेसम्म पनि। इट्स अ ल्याभेन्डर कलर। इट्स अ भेरी नाइस है। मजाको छ। अन्त यहाँ चाहिँ सबभन्दा दामी चाहिँ दामी त सबै छ तर यो पनि दिस प्रिटी ड्रेस कस्तो क्युट ड्रेस ल्याइदिनु भएको छ क्या माइजूले मलाई। यो चाहिँ म कुनै दिन लगाएर तपाईँहरूलाई भिडियो बनाएर देखाउनेवाला छु है। यो चाहिँ एकदमै माइजूलाई थाहा छ नि त मलाई लङ ड्रेसहरू मनपर्छ भनेर के। अन्त चाहिँ यो ड्रेस ल्याइदिनु भएको कुनै दिन देख्नुहुन्छ होला तपाईँहरूले मलाई है। सिङ्गापुरको कोसेली। सो थ्याङ्क यू माइजू थ्रु दिस भिडियो। धेरै धेरै धन्यवाद। धेरै धेरै माया। यो कपडा चाहिँ यस्तो दामी छ कि लगाउँदाखेरि पनि फिल हुँदैन क्या। यति मजाको क्या। इट्स लभली। अन्त यो मजाको यो पनि मलाई ठिकै भएको क्या। अब यस्तो स्लिभमा छ यस्तो माथि चाहिँ। सो कुनै दिन म लगाएर देखाउँछु तपाईँहरूलाई। सो थ्याङ्क यू फर वाचिङ। बाई।